learn new things online. Presents. Exclusively. Welcome to our channel. नमस्ते हजुर सन्चै हुनुहुन्छ बिग फ्यान आई एम योर बिग फ्यान थ्याङ्क यू सो मच सुबी थ्याङ्क यू सन्चै हुनुहुन्छ खाएको कहाँबाट हुनुहुन्छ हजुर चाहिँ अहिले चाहिँ म दुबईबाट है यति धेरै मान्छे लिएर बसेर अनि मलाई उस गरेर हुन्छ होइन कहाँ सबै कुरा झगडा र ब्याटल भन्ने छ त माया भन्न पनि लिएर आएको माया लिएर पनि आएको हुनसक्छु त माया मान्छे लिएर बस्ने हो त एक्लै अलिअलि त यता पनि त पठाइदियो भयो हुन्थ्यो त पठाउँछु त बिस्तारी तर अहिले होइन पछि सन्चै हुनुहुन्छ हजुर चाहिँ अनएक्सपेक्टली होइन ओ मुच्छो नो मुच्छो ओके लड्का मत बनाओ दुबई चाहिँ कहाँ हो हजुर बस्ने लुक्स त फेरि पुरै बाहिर विदेशी जस्तो छ हजुरको स्पेनिस खालको लुक्स छ त ओ स्पेनिस चाहिँ होइन काली काली छु भन्नु थ्याङ्क यू सो मच यस्तो साइड लुक्स हान्नु त यतापट्टि अनि कस्तो कि कहिले 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 काहीँ लाइफमा अनएक्सपेक्टेड चिज पनि हुँदो रहेछ भन्ने त्यही थियो कि होइन हजुर लाइभमा आउनुभयो भनेर थाहा पाएर चाहिँ मैले रिसेन्टली हजुरलाई फलो गरेको थिएँ होइन अनि हजुर आइपुग्नु भयो मेरो लाइभमा कस्तो खुसी लाग्यो मलाई एकदम ह्याप्पी छु म पनि खुसी ओ माय गॉड यत्रो मान्छे कहाँबाट आयो आइहाल्नुहुन्छ त जम्मा 200 जना थियो 1000 भयो त हो मेरो लाइभमा हो एकचोटि आँखा चिम्म गरेर कुल भयो गर्नु त 2000 हुन्छ 10 चोटि आँखा चिम्म नगर्दै भइसक्यो माया गर्ने मान्छेहरुसँग माया गर्नु so much guys thank you everyone I'm your big fan thank you so much thank you हजुरलाई सो कहाँ बस्नुहुन्छ दुबई चाहिँ कता दुबई बर्दुबई भयो ठिक छ आया के मिलाएन जनासँग भेटघाट हुन्छ भनौँ न यस्तो बिग स्टार आज मेरो लाइभमा जोइन हुँदाखेरि त म त ढल्छु क्या आज मलाई सदमा लाग्ला जस्तो लागिरहेछ अनि नेपाल चाहिँ कहाँ हो घर हजुरको मेरो नेपाल पोखरा ए पोखरेली पो हो होइन चितवन हो मेरो घर चाहिँ अहिले रिसेन्टली पोखरा के हो पोखरा चाहिँ बिहे गरेर जानुभयो कि के हो सबैजना भाउजू के खान भनेको म भाउजू हो होला नि त कोही दाइहरू होला नि कोही हजुर बिहे भएको छैन भाउजू भन्न मिल्छ उनीहरूको दाइहरू कोही होला म त के भन्दिनँ केटो नपाएर हैरान भएको छ भाउजू कमेन्टमा यहाँ यो पनि लिमिट हुन्छ नि यार अति के किन लजाउनु भएको त्यस्तो लजाको होइन हल्का यस्तै भनौँ न त्यस्तै छन् कि मान्छेले भाउजू साउजू लेखेर मलाई त अचम्म लाग्छ नि किन होला अर्कोलाई सताउने किन त्यो गर्ने होला होइन त्यो अर्काको प्राइभेट लाइफ किन ल्याइदिनु बाहिर कस्तो म त सोच्नै सकेको छैन कि यति सोच्नै सकेको छैन रिसेन्टली फलो गरेको रिसेन्टली लाइभ जोइन हुन पाउँदा त ओ माई गॉड मलाई पनि खुसी लाग्यो हेर्नुहोस् सुबीजी हजुरसँग बोल्न पाउँदाखेरि म त गरेर हुन्छ यस्तो लाइभमा चाहिँ म मान्छेहरूसँग बोलचाल हजुरको डान्सको त म बिग फ्यान थ्याङ्क यू नाच्छु कहिले तर इनबर्थ ट्यालेन्ट हजुरको अब एक्टिङ पनि देख्न पाइन्छ छिट्टै गरिहाल्छ त एक्टिङ त दामी अनि हजुरले त एउटा स्पिच दिनुभएको थियो मोटिभेसनल स्पिच वान अफ माई बेस्ट कहीँ गएर मतलब कहाँ जानुभएको थियो त्यो कहिलेको हो त्यो धेरै ठाउँमा दिनु मतलब त्यो रक्सी चुरोट खाने मान्छेहरूलाई दिनुभएको थियो नि कहाँ गएर त्यसलाई के रियाबमा गएर दिनुभएको एकदमै राम्रो थियो है त्यो भिडियो देखेर मैले तपाईँलाई फलो गरेको थाहा छ फर्स्ट टाइम मैले सोझो भयो त म त न कसैसँग बोल्छु न कसैसँग जिस्किन्छु आउँछु लाइभ एकैछिन मान्छेहरूसँग बोल्छु म आफ्नै मान्छेहरूसँग होइन त्यो जिस्केको पनि त हामीले देखेछौँ नि कस्तो सोझो भयो भन्ने भाइ
सोझो पनि देखेको छ त लास्टै सोझो के त एकदमै गोलो गोलो जेली जस्तो सोझो सुत्ता सोझै छु म मान्छे तर लास्ट खुसी लाग्यो पोखराको हाम्रो चञ्चले गण्डकी अञ्चलले चाहिँ भेट्नु भएको छ है अनि लास्टै खुसी थ्याङ्क यू सो मच थ्याङ्क यू हजुर अनि हामी अब चाँडै त्यतातिर आएको बेलामा चाँडै भेटोस् चाँडै अगाडि देख्न पाऊँ हजुरलाई राम्रोसँग हामी पनि काठमाडौँ आएको बेलामा हजुरलाई चाँडै देख्न पाऊँ एउटा मेसेज गर्नु हेलो कुल बोय भन्दाखेरि हेलो भनेर रिप्लाई आओस् हैन त्यही हो स्योर व्हाई नट ओके हुन्छ म लाग्छु राम्रोसँग बस्नलाई ओके टेक केयर बाइ